थोड़ा मज़ा लेते हैं, यहाँ पे जाके मज़ा लेते हैं। सो गाइस यहाँ पे काम नहीं है, यहाँ पे बेकाम के यहाँ पे बैठे हुए हैं। कता डुल्नु भएको छ त नि तपाईँ? कता डुल्नु भएको छ? चलाउनु न अब, म यहाँ ट्रेनिङमा छु क्या, चलाउनु। कस्तो बस्छ छ? कहाँ हिँड्नुको त नि? ड्युटी हिँड्नुको? तपाईँको हालत देखेर ड्युटीको हिँडे जस्तो छैन। काँदा होला दाइ, के खाने विचार छ? टमाकसँग केही खाने विचार छ? नचाहिने कुरो नगर्नु यार, यस्तो नचाहिने काम नगर्नु। मलाई गएर ड्युटी हिँडेको जस्तो हालत छैन अरे हुन्छ। आफू त्यस्तै छ क्या, अरूले पनि त्यही सोध्छ क्या, त्यही हो। यार दाइ यार के भन्नुहुन्छ? यहाँ आफू त्यस्तै भएर अरूले पनि त्यस्तो सोध्ने कि होइन। यहाँ बस्न पर्छ, कन्टेन्ट कति पाइन्छ दाइहरूसित। अनि अरू भन्नु यार दाइ यार, अहिले चाहिने कुरा गर्नु कि यार, नचाहिने कुरा नगर्नु। राम्रो बोल्नु। मेरो क्या गोजा त हुन्न के पैसा राखेर यी पर्स भरिया छ है, टन्नै छ पैसा। किन चाहिएको? छैन मसँग नि, मोबाइलमा छ। मोबाइलमा छ क्या? कति छ मोबाइल? कति छ मोबाइल? मोबाइलमा होला क्या 4-5 सय। मैले 4-5 हजारै भन्छु भने 4-5 ए दाइ यार 4-5 हजार छ कि भन्छ कि भनेको त 4-5 सय भन्छ जगल्टेले। जगल्टे भनिदिएको के हो यार, हाम्रो पनि यसो इज्जत हुन्छ नि यार, इज्जत छ क्या हाम्रो। कति छ भाइ देखाउ त? इज्जत कहाँ छ देखाउ त? कहाँ छ? त्यस्तो भन्दैन नि के। सम्झिँदै छ कि 100 रुपियाँ लाउनु पर्छ। छैन अहिले भर्खर सम्झिन्छ। के ल्याउने हो र? सम्झि 100-200 राख्नु होस्। यहाँ पैसा थोर एकछिन भन्छ त कहाँ जाने दिएर? त्यो माथिएर अहिले जान दो लिएर आइज भने चाहिँ अहिले ल्याइदिन्छु। त्यतै पल्टेर भन्छ नि त, कहिले भर्खर फोन गरेर बोलेर त्यहाँ पैसा चाहियो होला कि होला कि साइट भने त्यही भएर पैसा माग्नु। मालिक नरियल ल्याउन गदा। त्यही भएर हामीलाई त जे भन्नु पनि भयो हो नि त। माथि जानु बोले म्याडम भन्नु पनि भइहाल्यो, अहिले फोनमा देख्ने कुरो भएन। त्यही त। लोर फाल त्यसले हाल्छ। ए दाइ यार समाजले हो न। मधुम थियो 500 रुपियाँ ग्यास ल्याएँ, यो सकियो त अहिले दाम पनि हाल्छु। त्यही त। हिँडेको नरियल पानी ल्याइदिनु पर्यो त्यही स्वास्नीलाई। मेरो सुहानी आफ्नो सुहानीले भेट्न हिँडेछ नि, मलाई मेरो सुहानी भन्नु। पैसा जता भेट्नु तै भेट गदा, मलाई नचिन्नु होइन मैले भेटेर तिमीलाई के चलाउनु भएको छ भने चाहिँ भेट्न पर्छ। मोर्का जोडिएर मोर्का म क्या झोडेर मर तैत मर्ने की बात मत करो यार। म क्या झोडेर मर मैले कसको के गर्छु र झोडेर मर्ने कहाँ हिँड्नको त नि तपाईँ? ड्युटी हिँडेको गोपाल। हजुर। अनि दिनभरि जानु भयो त? दिनभरि अफिसमा। कहाँ? ए हो र। के को सब्जी खानु भयो त नि? घर घर भात नखानु त कहाँ खानु पर्छ होइन? खाना त घरैको खानुपर्छ के, होइन बाहिरको खाना त बाहिरको भन्नु खोज्यो भने कि कहिले त घरको खाना पनि प्याकिङ गरेर टिफिन हालेर लिएर जान्छ नि। मैले 200 खाना ल्याउँछु। बाहिरको खाना ठिक हुँदैन दाइ। अरू के छ त? जमेको छ रहेछ अन्त। दुईटा केटाहरू चाहिएको छ भाइ। हजुर। दुईटा केटाहरू चाहिएको छ भाइ। कति दिन्छ सेलेरी? कति दिन्छ नै छन् कि छैन पहिला भन। यहाँ होइन फेरि माधवपुरम हो। माधवपुरम हो। हाउस किपिङ हो।
मालिक दामी छ तनखा पनि राम्रै दिन्छ कति दिन्छ स्टार्टिङ कति दिन्छ स्टार्टिङ हेर न 1500 म भर्खर फोन गरिदिन्छु पक्का भन त दुईवटा होइन नि एउटा छन् दुईटा चाहिएको काम के फ्यामिलीवाला भयो नि हुन्छ फ्यामिलीवाला नचाहिएको त फ्यामिली त पछि दुई तिनवटा फ्यामिलीवाला नचाहिएको उसलाई चाहियो के भयो पनि सरलाई चाहिएको छ क्या यहाँ कुकुर हुनु सर्छ नि उसको अफिसमा मान्छे गएर आउँछ दुईजना राम्रो दाम दिन्छ सरले हाम्रो सम्झिला लगाइदिनु त त्यसो भए कति दिन्छ ल भन्नु नि त सेलेरी म मान्छेसँग बोलाइहाल्छु सम्झिले आई, यो फेरि कहाँ थियो हजुर को हो यो होइन तपाईँको इच्छा छ टर्न लगाउँदैछ जानु जाने टक्कर लगाइदिन्छ ल त्यही त नि मन भाइले त्यहाँ भइहालेछ कि तपाईँलाई टन्टै हराएको त राम्रो छ ए ल ल के भयो त होइन सम्झिला के भयो होटलमा स्ट्यान्डर मान्छे होइन अब तर उहाँले पुरा हाउसफुल गरेको नाम हेर्दै गई त खतरा यार ठाउँमा आइहाल्छ राम्रो देखेर जगल्टे रहेछ राम्रो रहेछ भने हेर्दै हेर्दा यार बिल्ला नउडाउनु ओ ब्रो कता हो भनेको यता आउनु के गरे हो ल ल अलि 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 धेरै लिएर आउनु होला के बिडी हो मैले त अघि नै खाएको खै देखाउँछु खै ए बिडी बिडी पनि खान्छन् ल ठिक छ बिडी तान्दिने नि त हो तान्दिने नि हो बिडी बिडी तान्दिने नि हो खतरा तान्दिने त्यसमा भात छ यो भात छैन यो भात छैन राम्रै छ ल काँचो छैन सड्केन है यो फ्ल्याट हो कि फ्ल्याट हो 3 करोडको गाडी यो कौन गाडी हो 3 करोडको गाडी हो कि BMW यो यहाँ की मैनेजर नहीं हो यहाँ को मैनेजर नहीं हो कि यो अनि के खानु भयो त नि खाना आलु भेन्टा बनाएको थिएँ नि आलु भेन्टा बिडी त खतरा हुँदो रहेछ यार म्याडम भोलि आउँछ कसले ए गफ हो त्यत्तिकै आज आउँछु आउँदैन त्यत्तिकै हो आउँदिन
कतिखेर फर्किनुहुन्छ म आज ढिलै फर्कान्छु। हिजो छिटै जाने भनेर प्लान चौपट हराइदिए राँडीले, त्यही भएर नि रिस उठितो। घर सबै सामान लगाएर गुल्टाएर फालेर अनि त्यसपछि अनि वहीँबाट फोटो रहेका छन्। काम कस्तो लाग्यो त नि तपाईँलाई? तपाईँ जानु। होइन म पनि बाहिर जाने हो जाना। म पनि सामान लिएर जाने हो अब अहिले। म आउँछु। सो गाइज काम छैन।